वेलकम टू माई च्यानल। आज चाहिँ हामी प्लस एन्ड लुक्स पर क्लिक खेल्दैछौँ। यार म मोटो बनाइदिएर पहिला यो ट्युटोरियल कम्प्लिट हाल्दिनु है। के भन्यो ढाल्दी म अरे कायो किन्नु पर्यो। ग्रीन बीन लैंड डाल्यो एक क्लिक में डाल्छ नि अर्को डाल्यो झन् डाल्यो ल को बडी बिल्डर रहेछ भने त क्लिन्सर किन्नु पर्यो। नेक्स्ट मोइस्चराइजर 245 लुक्स अर्को जोन हुन्छ। एक खोलिसक्यो नि रहेछ। त्यो पोए यसलाई मारौँ। यसले मार्दो मार्दो बच्चा मोटे भुइँमा सुतिरहेछ। बेकनलाई मार्नु पर्यो। बेकन बदला मार दो छोड़ दो मार 30 विन चाहिन्छ। ओ अर्को मोटे नि आएछ। यो चाहिँ मेरो साथी हो है गाइज। त्यो नि एउटा युट्युबर है। त्यसको च्यानल नि सब्स्क्राइब गरिदिनु। त्यसको च्यानल नि सब्स्क्राइब गरिदिनु। सुगम खड्का। मेरो साथी चाहिँ यही छ है गाइज। त्यसको भोइस धेरै नसुन्नु है, मेरो सुन्नु। ला बदला हैस अझ मलाई मार्दो रहेछ। मार्छ यसले मलाई। फेरि सुत्यो मोटे भुइँमा सुत्यो। अब मोइस्चराइजर किन्नु पर्यो। मोइस्चराइजर किन्छ यानी त्यो भन्दा पातलो हुनु। अर्को जो नलक भयो मोक गर्न गएको होइन खाइस रिभर फेरि मोटो बनाइयो। त्यसको अर्को मेरो साथीको स्वर धेरै नसुन्नु है, मेरो सुन्नु। ओइ प्रिजनर त जेलबाट गरे निकाल्यो। नाम मात्रै क्युट भएछ भने ओइ प्रिजनर त जेलबाट कसले निकाल्यो? अहिले 15 वर्ष अघि मलाई गर्नै थियो, अहिले म यसलाई गरिरहेछु। अब सनस्क्रिन किन्नु पर्यो। केटा भएर सनस्क्रिन किन भन्छ यार, के भन्नु म। तर रियल लाइफमा चाहिँ लाउँदिनँ, यो गेममा मात्रै किन्दा। ल यो र यो एउटै रहेछ, तिनटा सेम बट डिफरेन्ट।
कति छ 5 प्रिजनर तँलाई सक्छु म यसलाई ट्राई गरौँ भेज ढगाइहाल्यो प्रिजनर त ढाल्यो यसले काले कति कालो है त्यो त्यो अर्कोको भोइस धेरै नसुन्नु है गाइजहरु मेरो मात्रै सुन्नु ओए प्रिजनर खाइस खोइ अर्को प्रिजनर म त यसलाई मारेर धेरै पैसा कमाउँछु खाले थप्पड हान्दैन ओए म त बडी बिल्डर बनिसकेको रहेछु गाइज हेर्नु यहाँ मेरो बडी हेर्नु यहाँ बडी ए पुगेर रहेछ खाइस ट्रेनिङ अब फेस कट मेरो कपाल त त्यस्तोको त्यस्तै हो त खोइ हेर्नु मेरो पेट खोइ मेरो पेट अर्को कुरा चाहिँ धेरै ध्यान नदिनु है मेरो मात्र यो बडी बनाउनलाई चाहिँ म जलाइन बनाउनलाई चुच्चु हुन्छ पाए ओए म त पुरै बडी बिल्डर बनिए वा नाङ्गे हिँड्दै छु तर त्यो चाहिँ ध्यान नदिनु है जिम ब्रो भन्दा ठुलो छु म थैसा बुढी नोबडा जिम बोय भन्दा दामी छु त बडी हेरेर खै त्यो अर्को धेरै नै कराइ रहेछ त्यसको आवाज नसुन्नु है त चुलाएर बस त्यसको कुरा ध्यान नदिनु है त्यो सबसे बडा नुब हो म भन्दा नुब छ मेरो घर आएर बसिरहेछ मलाई कराउँछ हेर्न गाइज धेरै भक्छस् मैले भने हैन यो मैले बोलाको हैन मेरो दिदीले चाहिँ बोलाको हो ओए सुगमलाई बोला न भनेर भनिरहन्छ जुन बेला नि मैले हैन क्या मेरो दिदीले राम्रो ओए मेरो बडी यानु गाइज म कति मेरो बडी यानु गाइज मेरो बडी 6 प्याक खोइ कहाँ छ ओए त कहाँ छस् त है सुगम त आफूले नु भनिरहेछ नि हेर्न गाइज नुबहरू काउन्ट पनि थाहा छैन मलाई चाहिँ नाम हो तर कालो रहेछ है यसलाई त एकचोटि मारिदिन्छु